व्यस्त सडक र आधुनिक जीवनभन्दा पर इतिहास अझै पहाडहरू मार्फत सास फेरिरहेको छ। तनहुको मुटुमा रहेका बुजीकोट, स्थानथुक र डगाम भूमि, विश्वास र समयले जोडिएका यस्तै स्थानहरू हुन्। ठिक छ, अब हामीहरू चाहिँ अब यहाँबाट लाग्छौँ बुजीकोटतर्फ। अहिले चाहिँ कोत्रे चोकबाट थोरै भित्र छौँ, उता माथितिरबाट घुमेर आउनु पर्दो रहेछ। चोकबाट चाहिँ ढलान गर्दैछ, बिस्तारै अब यतातिरको विकास हुँदै होला नि, होइन? ठिक छ, बाटो बन्दैछ क्या अरे अब। कोत्रेबाट भुजीकोटतर्फ अघि बढ्दा बाटो अझै निर्माणाधीन अवस्थामा छ। कहीँ माटो, कहीँ धुलो, कहीँ अप्ठ्यारो मोड। यो सडकले सजिलो यात्रा होइन, धैर्य माग्छ। तर यही अपूर्णता बीच पनि यो यात्राको आफ्नै कथा छ। सडकको दुवै छेउ फैलिएका पहेँला तोरीका खेतहरू प्रकृतिले बनाएको क्यानभास जस्तै देखिन्छन्। हावासँगै हल्लिने तोरीका फूलहरूले यो कठिन बाटोलाई पनि सुन्दर बनाइदिन्छन्। जहाँ विकासले बिस्तारै पाइला चाल्दैछ, त्यही प्रकृतिले आफ्नो सौन्दर्य खुलेर देखाइरहेको छ। कोत्रेदेखि भुजीकोटसम्मको यो यात्रा गन्तव्य मात्र होइन, अनुभूतिको यात्रा हो। पहाडीतिर गएर साथी खोजेर छ हाल्दै। कति रुपियाँ? 60? ये दुल्लुङबाट यो दुलेवाडाबाट हो? ए, दुल्लुङबाटको मान्छे बनाएको अनि तिनीहरूले यो चाहिँ टिकट हो। अनि माथि डाँडाको टुप्पोमा अवस्थित बुजीकोट प्राचीन किल्ला रहेको विश्वास गरिन्छ। कोट शब्दले किल्ला जनाउँछ, जसले पुराना समयमा सुरक्षा, शक्ति र शासनको सङ्केत गर्थ्यो। आज अवशेष मात्र बाँकी भए पनि बुजीकोट अझै मौन रूपमा भूमिलाई नियालिरहेको छ। भुजीकोटका ऐतिहासिक ढुङ्गाका पर्खाल र शान्त वातावरणलाई पछाडि छोड्दै हाम्रो यात्रा अब स्थानठुकतर्फ अगाडि बढ्छ। साँझ पर्न लाग्दा बाटोभरि फैलिएको हरियाली, पहाडको छाया र हल्का चिसो हावाले यात्रालाई अझै सुन्दर बनाइदिन्छ। हामी चाहिँ अहिले स्थानथुक गाउँमा यहाँबाट ठक्क यहाँ अब खाना खाएर अनि माथि जाने हो। आमाको साथी पनि रहेछ है यहाँ त, है? आमाको साथी पछि नयाँ साथी ओ बाउ गाउँघरमा यस्तै छ। बाख्राको पाठोबाट यहाँ हुन्छ। ए हो, बाख्राको बाटी यहाँ छ। हाम्रो चाहिँ यहाँ खाना पाक्दैछ अनि आमा चाहिँ आज बुवा आमाकोमा आएर बसेको। अब यहाँ खाना खाएर चाहिँ हामी माथि स्थानथुक भन्ने ठाउँको माथि कोटमा गएर बस्ने हो। अनि बुवाको नाम चाहिँ के हो नि? मेरो टेकबहादुर थापा हो। कति वर्षदेखि बस्दै आउनुभएको यहाँ चाहिँ? हामी त बाबुबाजेदेखि नै बसेर आएको गरे, अहिलेसम्म यहीँ छु। हो। अनि आमाको नाम चाहिँ? लेखमाया थापा। लेखमाया थापा। आमा त अलिअलि लजाउनु हुँदो रहेछ है। भनेपछि दुवैजना है छोराछोरी कति हुनुहुन्छ त हजुरको? मेरो छोराछोरी 2टा छोरा छ। हजुर। अनि 2टा छोरी। ए, सबै बाहिर हुनुहुन्छ कि कता हुनुहुन्छ? पहिला बाहिर थिएँ। हजुर। बाउ अरे छोराछोरी बाहिर छ छैन? मलाई सोधे। हजुर हजुर हजुर। म पहिला बाहिरै थिएँ, छोराहरू चाहिँ यतै पढलेख गर्न चाहिँ यता पढ्दा पोखरातिर गयो। हजुर। अहिले ठुलो छोरा र छोरी झन् 8-10 वर्षै भयो, माथितिर पोखरातिर बसेको। हजुर। अनि अब यो ठाउँ चाहिँ कसरी चिनियो भन्नाले अब के कुराले अलि
हजुरहरूलाई कि यहाँ भएको ठाउँको थाहा भएको कुराहरू केही भनिदिनु न है। थाहा भएको कुरो त वास्तवमा चाहिँ हामी चाहिँ नि अब पहिलेदेखि नै बुवा मुवाहरू यहीँ बसेको है। हजुर यहीँ बस्दाखेरि अब बुवा मुवासँग यतातिर काखमा हुर्किएँ। हजुर मेरो 2 दाजुभाइ हो के अरे। हजुर दाइ चाहिँ नि नर्सरीतिर हुनुहुन्छ। हजुर हामी चाहिँ नि उनको बसोबासी घरै तल छ। हजुर हामी चाहिँ नि यहीँ छौँ के अरे। त्यही हुनाले चाहिँ आफ्नो जीवन जग्गाले गर्दाखेरि हजुर हामीले चाहिँ नि अहिलेसम्म यहाँ छोडिएको छ। हजुर अनि यो स्थानथोकको ठाउँ चाहिँ छ नि माथिको डाँडा छ नि हाम्रो यो कोटको डाँडा हजुरले प्रयोग भएको देख्नुभयो अहिले त अब हामीले अब यसरी नै घुम्न आएर भ्यू हेरिन्छ होइन त्यसको मेन हुन्छ नि त्यहाँको मेन चिज चाहिँ के थियो त्यस्तो मेन चिज त नि त्यहाँ यस्तो छ कि हाम्रो चाहिँ नि त्यहाँ एउटा भूमि भैरवको मन्दिर छ हजुर है। त्यो चाहिँ नि पुर्खिलैदेखि आएको त्यो मन्दिर हो। हजुर अनि त्यसमा चाहिँ नि बिचमा चाहिँ नि भत्किएर यताउति जम्मै कुरा बाहिरको जस्तो पार्किङहरू हुन्छ नि हजुर गार्डनहरूकै त्यो चाहिँ नि भत्किसकेको थियो। अनि पछि चाहिँ नि नगरबाट नै कतकताबाट चाहिँ नि म त त्यति घर थिएन। हजुर अनि त्यतिखेर चाहिँ नि सम्पूर्ण त्यो चाहिँ नि क्लियर राम्रो बनायो क्या त्यसलाई। हजुर मन्दिर बनायो। त्योभन्दा पहिला नि मन्दिर त बनिएकै थियो। हजुर। त्यसपछि अरू मन्दिर बनाएर अनि त्यो गाह्रो यताउति जम्मै पेटीहरू बनाएर पनि राम्रो गरायो। पछि त्यो गरायो अनि टर्चहरू लगाइदिए। हजुर त पहिलाभन्दा धेरै राम्रो छ। यो 84 राजाको पालादेखि नै त्यहाँ चाहिँ कोट रहेछ कि पहिला। हजुर ए भन्नु त अब हामीले चाहिँ त 84 राजाको पालामा त हामीले देखिएन। हजुर बुवाले नि यहाँ देखे या देखेन हजुर। त्यो हुनाले चाहिँ नि 84 राजाको बाट चाहिँ नि यो बनिएको कोट हो। पहिला चाहिँ नि अब 7 द्रुङचुङ भनेपछि हजुर यहाँ चाहिँ नि कोटमा पूजा गर्न आउँथ्यौँ के ए आउँदो रहेछ। हजुर हामी सानसानो बच्चाहरू हुँदाखेरि पनि हजुर हामी पुजारी बसियो त्यहाँ। ए 2जना पुजारी कन्या केटाहरू चाहिँ पुजारी बसिएकै हो। हजुर अझै पनि बस्छ। तर पहिला जस्तै त्यसरी मान्छे चाहिँ नि चहलपहल त छैन। त्यसरी पुजाको लागि त हजुर फेरि पनि यहाँ पूजा त यो वर्षमा चाहिँ हाम्रो यो अब दुलेगौँडा खैरिनी हाम्रै डाँडाकोले चाहिँ नि पुरा पञ्चबली दिएको हुन्छ है। हजुर वर्षमा वैशाखको महिनामा चाहिँ नि पञ्चबली त्यहाँ दिएको। हाम्रो गाउँकोले पनि हाम्रो वार्डभित्रकोमा चाहिँ यो राङ्गीदेखि लिएर यहाँसम्मको हाम्रो स्थानतोकसम्म चाहिँ नि भेला भएर एक दिन पूजा गरिन्छ। एकपल्ट चाहिँ नि खैरेनी दुलेगौँडा बनिक्या राटमाटा भयो धेरै ठाउँबाट चाहिँ नि मान्छे पूजा गरेको हुन्छ। पहिले त कुनै सालमा त एकै दिन नि पर्छ। हजुर तर कुनै दिन चाहिँ नि पर्दैन। कुनै सालमा पहिले चाहिँ अघि पछि चाहिँ हुन्छ तर पूजालाई दिएकै हुन्छ। ए हजुर हाम्रो माथि चाहिँ नि पञ्चपोली भनेपछि अब पञ्च भन्छ के अरे अब भेडो या पाडो भनौँ त्यस्तो चाहिँ नि मेढो दिएको हुन्छ। पुरै मेढो पुरा गरेर दिन्छ तलबाट आउँछ नि यहीँबाट गर्दा नि। हजुर अनि यो दसैँको अष्टमी नवमी सप्तमीको दिन गएर चाहिँ त्यहाँ पुजारी बसेको हुन्छ दसैँसम्म। 2जना कमर केटाहरू हजुर पुजारी बसेर चाहिँ नि पूजापाठ यतातिर अब पुरानो बुढाहरूले चाहिँ पूजापाठ गराउने हजुर त्यो गरिराखेकै छ। ए भनेपछि अहिलेको यो सिजनमा त पर्यटक त्यस्तो धेरै आवत जावत चाहिँ छैन यो ठाउँमा। आवत भए पनि यस्तो छ किनकि कुनै आउँछ भनेर आउँछ कुनै त्यतिको घुमेर आउँछ त्यतिकै जान्छ है। तर पहिला म के गर्थेँ भने कुनै मान्छे 2-4जना आएपछि माथि जान्थे अनि आउँथ्यो। अब हाम्रै छोराछोरी चाहिँ त्यति गर्नाले हामीले त्यहाँ चाहिँ कटेज बनायो टेन्टहरू हाले त्यसरी बसे। कुनै दिन चाहिँ नि मान्छे धेरै हुँदाखेरि पहिले कन्ट्याक्ट भएर पनि खाना बनाएर खिलाए। कहिले आफूले नै खान्छु भनेपछि उनलाई पनि दाउरा हजुर आफ्नो सुविस्ताको लागि उनीहरूले चाहिँ त्यो पनि गर्छ भने त्यो पनि ठिकै छ। बेलुकाको खाना तयार हुनु अघि यहाँका स्थानीय दाजुभाइ दिदी बहिनीहरूले आफ्नै संस्कृति आफ्नै पहिचान बोकेको परम्परागत शास्त्रीय सङ्गीत प्रस्तुत गर्दैछन्। यो सङ्गीत केवल सुर र ताल मात्र होइन, यो पुस्तौँदेखि सर्दै आएको कथा हो। सङ्घर्ष, खुसी र समुदायको आत्मा। आजको रात डगामले हामीलाई पाहुना मात्र होइन, आफ्नै परिवार झैँ स्वागत गर्दैछ।
डगाममा केही रमाइलो र नृत्यसँगै स्थानीय सङ्गीतको मिठास आत्मसात गरेपछि अब हामी फर्कियौँ सादा तर मायाले भरिएको बेलुकाको खानातर्फ। लोकल कुखुराको मासु कस्तो लागेको छ तिमीलाई? के बनाउन लाउनु भएको आज? अलिकति भातीको जाँड हाम्रो खाना रेडी भइसकेको छ। स्थानथुक गाउँमा सादा तर आत्मीय डिनरपछि हामी लाग्यौँ स्थानथुक कोटतर्फ, जहाँ रातले इतिहासलाई काखमा समेटेको छ। ताराले भरिएको आकाशमुनि, चिसो हावासँगै बलिरहेको आगो र साथीहरूको हाँसो, त्यही नै थियो हाम्रो क्याम्पिङको रात। आजको रात सहरको कोलाहलबाट टाढा स्थानथुकले हामीलाई शान्ति र स्मृतिको उपहार दियो। स्थानथुक कोटमा बिताएको शान्त रातपछि बिहानको पहिलो उज्यालो बिस्तारै पहाडको काखबाट फैलिँदै आयो। ताजा हावाले निद्रालाई बिदाई गर्यो र आँखा अगाडि खुल्यो कुहिरोले ढाकिएको गाउँ, हरिया डाँडा र टाढासम्म फैलिएको दृश्य। यो बिहान केवल नयाँ दिन होइन, यो स्थानथुकको आत्मा महसुस गर्ने क्षण हो, जहाँ प्रकृति, इतिहास र शान्ति एकै ठाउँमा भेटिन्छन्। स्थानथुक, जहाँ रात स्मृति बन्छ र बिहान प्रेरणा। किल्लाको फेदीतिर अवस्थित स्थानथुक आध्यात्मिक विश्वाससँग गहिरो रूपमा जोडिएको स्थान हो। स्थान शब्दले पवित्र स्थल जनाउँछ, जसले यसको धार्मिक महत्त्व झल्काउँछ। स्थानीय विश्वासअनुसार यहाँ पूजा, संस्कार र सामूहिक भेला गरिन्थे। यी स्थानहरू केवल सुरक्षा वा पूजा गर्ने थलो मात्र थिएनन्, यी जीवनका केन्द्र थिए। गुरुङ, मगर, ब्राह्मण र क्षेत्री समुदायका मानिसहरू यहाँ मिलेर बसोबास गर्थे। यहाँको जीवन सधैँ सरल, अर्थपूर्ण र प्रकृतिसँग नजिक रह्यो। बस्तीभन्दा माथि अवस्थित डगाम रणनीतिक महत्त्व बोकेको स्थान हो। उचाइका कारण डगामलाई निगरानी केन्द्रको रूपमा प्रयोग गरिन्थ्यो भन्ने विश्वास छ। यहाँबाट वरपरका डाँडाहरूमा हुने आवत जावत सजिलै देख्न सकिन्थ्यो। हामीहरूको स्टे चाहिँ यहाँ स्थानथुकमा भएको थियो, अनि यो चाहिँ हाम्रो टेन्टहरू हो। अनि यो स्थल चाहिँ स्थान भन्ने बित्तिकै त अब ठाउँ भनेर जनाइन्छ होइन। स्थानथुकको मेन भनेको चाहिँ यहाँ चाहिँ मान्छेहरूले अब धर्म संस्कृति एकदम पूजाआजा गर्ने ठाउँ हो, अनि भेलाहरू गर्ने, जो स्कुलको पूजाहरू गर्ने है। अब यहाँ चाहिँ एउटा भैरव मन्दिर छ है, यतापट्टि मेरो पछाडिपट्टि, अनि यो मन्दिरमा पूजा गर्ने गरिन्छ। अनि बाजेले भनेअनुसार चाहिँ यहाँ अब वर्षै पछि पूजा गरिन्थ्यो। पहिला चाहिँ अब पुजारी राखेर सधैँ पूजा गरिन्थ्यो भने अहिले चाहिँ अब त्यस्तै अकेजनहरूमा मात्रै पूजा गरिने गर्छ। अनि यो ठाउँ चाहिँ अब पवित्र स्थल भइहाल्यो। अनि यसमा अब अगाडिपट्टि उहाँ देखिएको चाहिँ भुजीकोट, अनि यतापट्टिको यहाँ तलको चाहिँ यहाँ तल रहेको चाहिँ दगाम हो। अब यो तिनवटा ठाउँहरू चाहिँ एकदम मिलेर भएको ठाउँ हो यो। अब त्यो त भुजीकोट भन्ने बित्तिकै उता चाहिँ किल्ला भइहाल्यो क्या अरे। अनि यो चाहिँ दगाम गाउँ, जसमा चाहिँ अब राजाहरूले चाहिँ पहिलाको पालामा उता मान्छेहरूको आवत जावत हेर्नलाई चाहिँ यहाँ बसेर हेर्नुहुन्थ्यो अरे। अनि यो ठाउँलाई चाहिँ पूजा गर्नुहुन्थ्यो अरे, अनि त्यो ठाउँ चाहिँ किल्ला हो अरे। हामीहरू चाहिँ अब यहाँबाट टेन्ट उठायो, अनि यहाँबाट अब हामी जाने हो। बाई बाई भन्दै चोला प्याक गर ल। हामीहरू चाहिँ अब यहाँबाट निस्किन्छौँ, अनि अब भुजीकोटको त्यहाँनिर गएर अलिकति भिडियो खिच्यौँ। ल ठिक छ ल। उहाँहरू चाहिँ घुम्न आउनुभएको रहेछ।
हजुरको नाम चाहिँ के हो बाजे? थापा कहिलेदेखि बस्दै आउनुभएको यहाँ चाहिँ? कति भयो बसेको? उहिले दुःख हामी त जमानादेखि बस्दै आउनुभएको? ए यहीँको हो? जन्मथलै यही हो? के भन्न चाहनुहुन्छ आउने मान्छेहरूको लागि होइन? के भन्न चाहनुहुन्छ? के भने लोतो भने अब हमेसा चाहिँ यसरी आयो भने अझै राम्रो हुन्थ्यो। हजुर बाटो राम्रो भयो त सायद अझै नै आउला नि। हजुर बाटो त धेरै त छैन, बिकट त भइसकेको छ। हजुर अझै पनि राम्रै हुँदै गयो भने हाम्रो कस्टमरहरू हाम्रो डाँडाको लागि हजुर सबैलाई चाहिँ नि आउने जाने भयो भने राम्रो हुन्छ भन्ने कुरो। ल हस् धन्यवाद बाजे। थ्याङ्क यू। स्थानतुकमा बिताएको शान्त साँझपछि अब हाम्रो यात्रा फेरि भुजीकोट गाउँतर्फ फर्किँदैछ। उही बाटो तर अनुभूति नयाँ, हिजोभन्दा आज मन अलि भरिएको सम्झनाले भारी। भुजीकोटका गल्लीहरू फेरि आँखा अगाडि देखिन थाल्छन्। यी ढुङ्गाका बाटा, यी पुराना घरहरू मानौ हामीलाई फेरि एकपटक बिदाई गर्न तयार छन्। हजुरको नाम चाहिँ के नि दाइ? मेरो भक्त गुरुङ हो। भक्त गुरुङ, हजुर यहीँको बासिन्दा हो? हजुर हजुर। कति भयो यहाँ बसेको? हाम्रो त बाजे पहिल्यै पुर्खादेखि हो। पुर्खादेखि नै है? अनि कसो छ त यहाँको जीवनयापनलाई हजुरले के गर्नुहुन्छ? कृषि। कृषि नै है? अनि छोराछोरी कति हुनुहुन्छ त? छोरी मेरो छोरा 2टा, छोरी 1टा। ए उहाँ त सबै यता त हुनुहुन्न, यहाँ त बस्नुहुन्न होला? छोरो कान्छो चाहिँ कोरिया छ अरे। हजुर। छोरी पढ्दैछन् अनि एउटा छोरो यहाँ पर्यटकको गाडी चलाउँछ। ए दोलेगुडामा बस्छ। हजुर। अनि यहाँ अब अहिले कति घर छ यहाँ भुजीकोटमा चाहिँ? अहिले त्यही 16-17 घर छ। धेरै मान्छे सरिसक्नु भयो? त्यही त नि। अनि अब पर्यटन कतिको छ यहाँ? कति आउनुहुन्छ मान्छेहरू? खासै त पहिला त आउँथ्यो कि स्थानीय पर्यटकहरू चाहिँ नै आउँछ। ए अब विदेशीहरू त त्यस्तै हो कि। हजुर। स्थानीय पर्यटकहरू त आइरहन्छ। हुन्छ दाइ। फेरि व्यवस्थापन गर्न सकिएन यहाँ। हजुर। बुढाबुढी मात्रै छ, गाउँमा जम्मै पट छ, तलै घर छ। हजुर। त्यही भएर राम्रोसँग व्यवस्थापन गर्न सकिरहेको छैन यहाँ। आउन त आउँछ। भनेपछि यहाँ चाहिँ बुढाबुढी बस्नु हजुर चाहिँ? हाम्रो पनि बुढाबुढी प्रायः जस्तो जम्मा बुढाबुढी मात्रै छन्। ए अनि आमा चाहिँ कति जानुभयो त? वनतिर घाँस काट्न। ए दाउरा काट्ने? होइन, घाँस भैँसीले घाँस काट्न। ए हुन्छ हुन्छ ल। अब गन्तव्य घरतर्फ हो, तर भुजीकोट, स्थानथुक र यो यात्राले दिएको अनुभूति हामीसँगै फर्किँदैछ, मनभित्र, कथाभित्र र क्यामेराभित्र कैद भएर। यात्रा यहीँ टुङ्गिन्छ, तर गाउँले जीवन, इतिहास र सम्झनाको यो कथा यहाँबाट फेरि सुरु हुन्छ। स्थानीय सम्पदाको संरक्षणमा विश्वास गर्नेहरूको सहयोगले यो वृत्तचित्र सम्भव भएको हो। स्थानीय कथा, संस्कृति र सृजनशीलतालाई साथ दिनुभएकोमा होन्डा सोरुम दुलेगौडा र डिजी लिङ्कलाई धन्यवाद।